कसले पठाए जस्तो लाग्छ दुईवटाले हो कसले पठाइदिए पनि धेरै धेरै धन्यवाद मिठो माया हेलो गाइज हामी चाहिँ आज पुगिसक्यौँ चाइना बजारमा गिफ्ट दिनुको लागि रेडी भएर टक्क आफ्नै गाउँमा गिफ्ट दिन आइसकेका छौँ होइन टक्क लगाएर अब गेस गरौँ कसले पठायो भन्ने कुरा चाहिँ अहिले थाहा हुन्छ बिस्तारै जसले पठाएको थाहा छैन अर्को दुईवटा उपहार एकैचोटि त्यो पनि केक ल्यायो मैले बनाइदिएको राम्रो अरू बिर्सेल्यो कि ल्याउन के ल्याउनु बिर्सेल्यो कि ह्याप्पी बर्थडे फेरि पनि दे भन्नु अब कसले पठाइदियो हो कहाँदेखि आयो होला थाहा छैन भन्नु न गेस गर्नु न गेस त गर्नु कसले पठाइदियो जस्तो लाग्छ दुईवटाले हो कसले पठाइदियो होला गेस गर्नु भन्नु न गेस पनि गर्नु सक्नु भएन त भन्नु न कसले पठाए जस्तो लाग्छ खै त क्या थाहा छैन जसले पठाइदिए पनि धेरै धेरै धन्यवाद मिठो माया खुसी हुनुहुन्छ हजुर खुसी हुनुहुन्छ खुसी छु यति धेरै गिफ्ट पठाइदिएकोमा धेरै धेरै धन्यवाद हेर्दैदेखि तर थाहा छैन कसम थाहा छैन कसले पठाइदिएको थाहा छैन एउटा चाहिँ भनिदिन्छ एउटा चाहिँ भन्नु आफै थाहा हुनलाई एउटा चाहिँ भाइले नि भाइले तपाईँको भाइले हो ओए हाम्रो भाइले कहाँ हुनुहुन्छ एउटा चाहिँ भनिदिन्छ एउटा चाहिँ भन्नु आफै थाहा हुनलाई एउटा चाहिँ भाइले नि भाइले तपाईँको भाइले हो ओए हाम्रो भाइले कहाँ हुनुहुन्छ काठमाडौँबाट एउटा चाहिँ भाइले हो अर्को चाहिँ अब आफै पछाडि थाहा हुनलाई कसले पठाइदियो भन्नु न मलाई थाहा पनि छैन अर्को बाहिरदेखि पठाइदिनु भयो अर्को चाहिँ थाहा हुनुभयो के गर्नुभयो अर्कै भन्नुहुन्छ भाइलाई भाइलाई धेरै धेरै माया छ भाइलाई यति धेरै सरप्राइज गिफ्ट पठाइदिएकोमा केही भन्न सकेन कस्तो भावुक भयो ल अब हामी जान्छौँ त्यसो है राम्रोसँग बर्थडे मनाउन ल